नमस्कार साथीहरू, स्पोर्ट्स नेपाल युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। अहिलेसम्म पनि च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्नुहोला। अब लागौँ आजको विषयवस्तुतर्फ। नेपाली राष्ट्रिय फुटबल टिमले सिङ्गापुरसँग मैत्रीपूर्ण खेल खेल्दै। नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिङ्गापुरसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ। यसलाई लिएर अस्ट्रेलियन प्रशिक्षक रोसदेखि नेपाली टिम खेलाडी सबैजना उत्साहित छन्। नेपाल र सिङ्गापुर बीचको खेल शुक्रबार साँझ नेपाली समयअनुसार 6:15 बजे सुरु हुनेछ। खेल सिङ्गापुर नेसनल स्टेडियममा हुनेछ। नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले सिङ्गापुर प्रस्थान गर्नुअघि शुक्रबारको रातको पर्खाइमा रहेको बताएका थिए, किनभने उनी पहिलो पटक कुनै पनि राष्ट्रिय फुटबलको टिमको मुख्य प्रशिक्षकको रूपमा डेब्यु गर्दैछन्। त्यसैले उनले शुक्रबारको खेललाई प्रतीक्षा गरिरहेका छन्। यस्तै कप्तान किरण चेम्जुङले पनि नयाँ प्रशिक्षक आएपछि टिममा उत्साह रहेको बताएका छन्। नेपालले 36 वर्षपछि सिङ्गापुरसँग फुटबल खेल खेल्न लागेको हो। यसपटक एसियन कप छनौट अघि यी दुई टोलीबीच खेल्ने अवसर जोडेको छ। सिङ्गापुर नेपालभन्दा वरियतामा माथि छ र घरेलु मैदानमा पनि खेल्दैछ। त्यसैले सिङ्गापुरलाई होम एडभान्टेज पनि हुनेछ। यसअघि नेपाल र सिङ्गापुर 4 पटक आम्ने सामने हुँदा 3 खेलमा नेपाल पराजित भएको थियो भने एक बराबरी खेल्दा नेपालले कुनै पनि गोल समेत गर्न सकेको छैन। यसपटक नेपालका लागि सिङ्गापुर विरुद्ध गोल गर्ने चुनौती पनि हुनेछ। फिफा वरियतामा सिङ्गापुर 160 स्थानमा छ भने नेपाल 175 स्थानमा छ। र यस्तै नेपाली खेलकुद सम्बन्धी विभिन्न जानकारीका लागि स्पोर्ट्स नेपाल युट्युब च्यानललाई लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छौँ। धन्यवाद। जय देश, जय नेपाली खेलकुद।